So guys, the protest is going on about Sabika Archu Gate. So you can see this is the view. तयारी गरिएछ भने त्यसको विरुद्धमा हामीले के गर्नुपर्छ? हाम्रो ठाउँमा त रगत बगाउनु पर्छ या पसिना बगाउनु पर्छ। पुरा नेपाली जनता तयार छ। अपराधीहरू बलात्कारीहरूलाई संरक्षण गरेर हाम्रा चेलीबेटीहरू हुर्किँदै गरेका कलिला चेलीबेटीहरूको बलात्कार गरेर हिजोमाथि धावा गर्ने र यही समाजमा फेरि छाती चौडा गरेर बाँच्ने अपराधीलाई अब यहाँका नागरिकले जुत्ताका माला हालेर यहाँका नागरिकले अब हात काटेर हुन्छ कि खुट्टा चाटेर हुन्छ कि यो बहिनीलाई न्याय दिनुपर्छ। कानुनमा छैन भने अहिले यसो देशभरि झट्टै हेर्दै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीको 2/3 बहुमतले सरकार बनेको छ। जेनजी युवाहरू यो देशका गृहमन्त्री बनेका छन्। यो देशको प्रधानमन्त्री जेनजीकै तर्फबाट नरेन्द्र शाह भन्नुभएको छ। सबैजनाले यस्ता बलात्कार गर्ने अपराधीहरूलाई सुधार किन होइन कारागारमा पठाउनु पर्छ। कारागारमा मात्रै होइन, अबको नयाँ कानुन अपराधीलाई फाँसीको सजाय हुनुपर्छ भनेर सबै ठाउँबाट आवाज उठाउन आवश्यक छ। आज एउटा एलिसा बिक बहिनीको कुरा मात्रै होइन, यहाँ चाहिँ देशभरि नै पछिल्लो 17-18 वर्षको आँकडा हेर्ने हो भने 63 जना भन्दा माथि महिला दिदीबहिनीहरू बलात्कृत भएकी छन्। महिला दिदीबहिनीहरूले यो मुद्दामा पुरुषभन्दा अझ धेरै बोल्नुपर्छ। प्रत्येक महिलाहरू खेलाउन मात्रै होइन, प्रत्येक महिलाहरू घरमा रोटी बनाउने, घरमा दाल भात बनाउने र श्रीमानलाई खुवाउने मात्रै होइन, तपाईँको आत्मरक्षाको लागि, तपाईँको हक अधिकारको लागि यो कर्णाली प्रदेशका महिला दिदीबहिनीले बोल्न, प्रत्येक ठाउँबाट बोल्न, आवाज उठाउन आवश्यक छ। त्यसैले गर्दा सबैले भनौँ, नयाँ बन्ने सरकारले यदि महिलाको पक्षमा कानुन ल्याउँछ भने बलात्कारीलाई अब फाँसीको सजाय हुने कानुन इतिहासमा पहिलो पटक नरेन्द्र शाहले ल्याउनुपर्छ र यो अबको सरकारले चाहिँ ल्याउनुपर्छ भनेर प्रत्येक नागरिकले दबाव गर्न आवश्यक छ। म तपाईँहरू सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई फेरि पनि के भन्न चाहन्छु भन्दा भोलि थुन्चेल बहस हुँदैछ जिल्ला अदालत सुर्खेतमा। सबै महिला दिदीबहिनीहरू, सम्पूर्ण कर्णालीवासी आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू बलात्कारीहरूलाई सुधार गृह पठाउने होइन, बलात्कारीलाई कारागार नै पठाउने हो। इतिहासमा पहिलोपटक बलात्कारीलाई नयाँ कानुन ल्याएर यही घटनाबाट फाँसीको सजाय दिनुपर्छ भनेर सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरू भोलि सुर्खेत अदालतमा उपस्थित भइदिनु होला। यहाँ निमन्त्रणा धेरै दिन नसकिएला यो सामाजिक सञ्जालबाट हामी के भन्न चाहन्छौँ भने आफ्नो रक्षाको लागि सम्पूर्ण महिला दिदीबहिनीहरू कर्णाली प्रदेशको सुर्खेत जिल्लाको जिल्ला अदालतमा उपस्थित भएर आफ्नो ठाउँबाट दबाब दिने कार्यक्रममा उपस्थित भइदिनु होला। म यो सूचना भन्दै म तपाईँहरू बिचबाट बिदा हुन्छु। हस्, नमस्ते, धन्यवाद। पाइदैन